हजुर सबैजनालाई जयमसी। म भाइ रूपस राउत अनि मलेसिया। आज हजुरको माझ छोटो प्रभुको वचन अध्ययन गर्ने सोचहरू विचार राखेको छु। म पनि धेरै दुर्बल छु, धेरै कमजोरी छु। प्रार्थना गरिदिनुहोस्, किनभने संसारमा धेरैजना मान्छेहरू धेरै प्रकारको अनुभवद्वारा अगाडि बढिरहेका छन्। हामी पनि परमेश्वरको जन हो नि त, होइन? प्रभुले हामीलाई चुन्नुभयो, चुनिकन उहाँले के दिनुभएको छ? अनन्त जीवन दिनुभएको छ। एउटाको वचन अनुसार आज चाहिँ म एशिया 33 को 22 वचन पढ्छु। किनभने परमप्रभु हाम्रा न्यायकर्ता हुनुहुन्छ। परमप्रभु हाम्रो के हुनुहुन्छ? न्यायकर्ता। न्याय चाहिँ उहाँले गर्नुहुन्छ हाम्रो, चाहे विश्वासी होस् चाहे अविश्वासी होस्, सबैको न्याय कसले गर्ने हो? परमप्रभु परमेश्वरले गर्ने हो। हामी मानिसले न्याय गर्ने होइन हो। हामी जस्तोसुकै कष्टमा चुक्छौँ, हामी चाहिँ चुकेको हुन्छ, तर त्यो तपाईँ हामीहरूले के गर्नुपर्छ? पश्चातापी भन्नुपर्छ। मान्छेलाई बोल्न आउँछ भन्दैमा, लेख्न आउँछ भन्दैमा जे पाए त्यही बोलेर पनि हुँदैन, जे पाए त्यही पनि लेखेर पनि हुँदैन। यो सबै के गर्नुपर्छ? पार लगाउनुपर्छ। र पवित्र धर्मशास्त्र बाइबलमा के भन्नुभयो भने, किनभने परमप्रभु हाम्रा न्यायकर्ता हुनुहुन्छ। परमप्रभु हाम्रो के हुनुहुन्छ? न्यायकर्ता हुनुहुन्छ। हामी हेर्दै जाउँ फेरि। परमप्रभु हाम्रा व्यवस्थापक हुनुहुन्छ। परमप्रभु फेरि हाम्रो के पनि हुनुहुन्छ? व्यवस्थापक पनि हुनुहुन्छ। उहाँ न्यायकर्ता पनि हुनुहुन्छ अनि फेरि के व्यवस्थापक पनि उहाँको हुनुहुन्छ। परमप्रभु परमेश्वर हुनुहुन्छ। तर धेरैजना दाजुभाइ दिदीबहिनीहरूले पनि थाहा भएकै कुरा हो, यो अध्ययन गरिरहेका पुस्तकहरू पनि हो। हजुरहरूले बुझ्नु भएको छ, परमेश्वरले हरेक व्यक्तिलाई उसको दान अनुसार र हरेक व्यक्तिलाई परमेश्वरले आफ्नो दान दिनुहुन्छ र हरेक व्यक्तिले चाहिँ आफ्नो दान चाहिँ खोज्नु जरुरत पर्छ। परमप्रभु हाम्रो राजा हुनुहुन्छ। उहाँले नि हामीलाई बचाउनुहुन्छ। परमप्रभु हाम्रो के हुनुहुन्छ? राजा। उहाँले नि तपाईँ र हामीलाई के गर्नुहुन्छ? बचाउनुहुन्छ। त्यसो भए एकमा के हुनुहुन्छ? उहाँ हाम्रो न्यायकर्ता हुनुहुन्छ। दुईमा हामीलाई उहाँ हाम्रो के हुनुहुन्छ? व्यवस्थापक हुनुहुन्छ। तीनमा उहाँ को हुनुहुन्छ? हाम्रो राजा हुनुहुन्छ। चारमा उहाँले हामीलाई के गर्नुहुन्छ? बचाउनुहुन्छ। कसले? परमप्रभु परमेश्वरले। तपाईँ हामीहरू सामान्य सोच्छौँ, यो सामान्य होइन, यो चाहिँ सर्वोच्च। आकाश पृथ्वी यावत थोक दृश्य अदृश्य बाहिरी भित्री सबै थोक सृष्टि गर्नुहुने परमप्रभुको वचन हो। सामान्य नसोचौँ। हामी उत्पत्तिमा एउटा वचन हेर्छौँ है। सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। सुरुमा परमेश्वरले के गर्नुभयो त? अघि 5मा चाहिँ 4मा तपाईँ हामीको उहाँको हुनुहुन्थ्यो, राजा हुनुहुन्थ्यो। यहाँ चाहिँ उहाँले के गर्नुभयो? आकाश पृथ्वी सृष्टि गर्नु सुरुमा। र उहाँले नै तपाईँ हामीलाई पनि के गर्नुभयो? बचाउने प्रतिज्ञा गर्नुभएको छ र बचाउनु पनि हुन्छ। जब नुहाको समयमा करिब 40 दिन पानी पर्यो र नुहालाई परमेश्वरले के दिनुभयो? आज्ञा दिनुभयो। आज्ञा अनुसार नै, परमेश्वरको आज्ञा अनुसार नै नुहाले के बनाउनु भयो? जहाज बनाउनु भयो। र हरेक जीवजन्तुहरू, जनावरहरू, नुहाको परिवार सेम, हाम एफेदहरू लगायत सबैजना आफ्नो छोरा छोरी नुहा कहाँ पस्नुभयो? जहाजभित्र पस्नुभयो परमेश्वरको आज्ञा अनुसार। तर उहाँ के गर्नुभयो? बस्नुभयो। र संसारमा अरू व्यक्तिहरू के गरिरहेको थिए? खाइरहेको थिए, रमाइलो गरिरहेको थिए, मोज मस्तीमा हिँडिरहेका थिए। त्यतिखेर के भयो? परमप्रभु परमेश्वरले के गर्नुभयो? के बारिस पठाउनु। बारिस पठाएर त्यो अनि के गर्नुभयो त? 40 रात 40 दिनमा के भयो? पानी पर्यो। जब पुरानो समयमा त्यसरी परमेश्वरले नुहाको परिवारलाई बचाउनु भयो भने त्यसरी तपाईँ हामीलाई पनि अहिले समय परमेश्वरले बचाउनुहुन्छ, बचाइराख्नु भएको छ। र परमेश्वरले के भन्नुभएको छ भने तपाईँ हामीहरूलाई चाहिँ परमेश्वरले बचाउनुहुन्छ। एफएसीको पुस्तकमा उहाँको देह र रगतमा सहभागिता भयो भने तपाईँ हामीलाई परमेश्वरले के गर्नुहुन्छ? अवश्य बचाउनुहुन्छ। एफएसीको पुस्तक अध्ययन गरेर तपाईँहरूलाई थाहा हुन्छ। र त्यो धेरै ठाउँमा लेखिएको छ। एउटाको पुस्तकमा लेखिएको छ।
त्यही कारणले हामी फेरि एसिया 43 को 10-11 पढ्छौँ है। हामी एसिया 43 को 10-11 10मा पढ्छ हामी एसिया 43 को 10। नडराउ किनकि म तिम्रो साथमा छु। तपाईँको साथमा को हुनुहुन्छ? सर्वोच्च परमेश्वर हुनुहुन्छ। आकाशबाट यहाँबाट सृष्टि गर्ने प्रभु हुनुहुन्छ। जिल्ला नपर किनभने म तिम्रो परमेश्वर हुँ। तिमीलाई बलियो पार्नेछु। म तिमीलाई सहायता गर्नेछु। म मेरो धार्मिकताको दाहिने हातले तिमीहरूलाई सम्हाल्नेछु। धार्मिकताको दाहिने हातले म के गर्छु? तिमीहरूलाई सम्हाल्नेछु। नडराउ, चिल्ला नपर, तर मेरो धार्मिकताको दाहिने हातले तिमीहरूलाई के गर्नेछु? सम्हाल्नेछु भन्नुभएको छ। कसले? सर्वोच्च परमेश्वरले, आकाश पृथ्वी सृष्टि गर्ने परमेश्वर, न्यायकर्ता उहाँ हुनुहुन्थ्यो, व्यवस्थापक हाम्रो हुनुहुन्थ्यो उहाँ, यशायाको पुस्तक अनुसार, र उहाँ हाम्रो के हुनुहुन्थ्यो? राजा हुनुहुन्थ्यो, र उहाँले उत्पत्तिमा के गर्नुभयो? आकाश पृथ्वी बनाउनु भयो। अनि यहाँदेखि त नडराउ, म तिमीहरू साथमा छु भन्नुभयो। मेरो धार्मिकताको दाहिने हातले तिमीहरूलाई के गर्छ? सम्हाल्नेछु भन्नुभयो। त्यो भएको कारणले 11 हेर तिमीहरूसँग क्रोधित हुने सबै लज्जित हुनेछन् र सर्व परेछन्, ती शून्य सहर हुनेछन् अनि तिमीहरूसित झगडा गर्नेहरू नाश हुनेछन्। यो को त? सर्वोच्च परमेश्वरले भन्नुहुन्छ। हामीहरूसँग झगडा गर्नेहरू के गर्छन्? सर्व पर्नेछन् र तिमीहरूसित लडाइँ गर्नेहरू मान्छेहरू के शून्यमा र व्यर्थ ठहरिनेछन्। 12मा छ यो वचन हो। त्यो भएको कारणले तपाईँ हामीहरू अत्तालिनु हुँदैन, निरुत्साहित पनि हुनुहुँदैन। परमेश्वरले तपाईँ हामीहरूलाई परिवर्तन गर्दै अगाडि बढाउनुहुन्छ। हजुरहरू सबैजनालाई जय मसीह, नमस्कार।